अस्तिको दिन पनि भने विपदको चाहिँ बैठकमा काम इमर्जेन्सी छ, प्रोसेस चाहिँ रुटिन छ हैन। त्यसले गर्दाखेरि तत्काल हामीलाई त्यो बहुभाषिक पाठशाला जोगाउनु थियो, त्यो हामीले जोगायौँ। अब त्यसको भुक्तानी दिन्छौँ। अब विरोध भइरहेछ, विरोधको बिचमा हैन उपमेयरले अब त ठाडो विरोध गरिरहनु भएको छ। वडा भुक्तानी दिन्छौँ, उहाँले दिनुपर्छ। कसरी पारित गर्नुहुन्छ तपाईहरु? पारित त गर्नु पारित गर्ने, पारित किन गर्ने र? कसरी त्यो अब यहाँ सुन्नु न, तपाईलाई प्रोसेसको कुरा भन्छु म। ल प्रोसेसको कुरा भन्छु। उपभोक्ता समिति गठन भयो, त्यही नहुनु पर्थ्यो, उहाँको अब्जेक्सन थियो भने है। त्यस पछाडि प्रमुख प्रशासकीय अधिकृतले धरान उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै हैन, हाम्रो प्रक्रियाको प्रतिनिधित्व गर्दै, कानुनको प्रतिनिधित्व गर्दै उहाँले सम्झौता गर्नु हैन। सबै कानुनी रूपमा तपाईको चाहिँ नि हाम्रो चाहिँ नि सबै कुराहरू टेक्निकल अडिट भयो है। तपाईको चाहिँ सबै खालको प्रतिवेदन उपमेयर आफै आएर पनि प्रतिवेदन तयार गर्यो, ओके भन्यो। मैले अघि भने तपाईले सुन्नु भएन सर। अनि त्यो ओके भनेको प्रतिवेदन फेरि थुतेर लग्यो। यहाँसम्मको कुरा छ क्या? यो चाहिँ किन भयो त? हो त्यो चाहिँ सहमति गरिसकेको हो। त्यो प्रश्नको उत्तर चाहिँ मैले दिने होइन, त्यो चाहिँ सम्बन्धित व्यक्ति जसले त्यो काम गरेछ नि उसले गर्ने। तपाईलाई लागेको त्यो किन असहयोग गरेको, असहयोग गरेको धराने जनतालाई असहयोग। मलाई होइन असहयोग, मलाई त के छ र, मेरो त केही छैन यहाँ होइन। मेरो तपाईँको लागि मैले श्रम नगरेको हो, न मैले यत्रो चाहिँ नि होइन सुशासनको पक्षमा काम गरेन, यत्रो विकासका कुराहरू योजनाको कुरा सबै मैले त जनताको लागि गरिरहेको छु नि। जनतालाई असहयोग गरिराख्नु भएको छ होइन। तमाम ती श्रमदाताहरूलाई उहाँहरूले असहयोग र अपमान गरिराख्नु भएको छ है। हजारौँको सङ्ख्यामा त्यहाँनिर चाहिँ नि 3 चोटिसम्म ढुङ्गा बोक्न आउनुभयो नि होइन। त्यत्रो त्यो बृहत तपाईँको श्रमदानमा सहभागी सम्पूर्णलाई उहाँहरूले अपमान गर्नुभएको छ, असहयोग गर्नुभएको छ। म मार्फत यसरी बुझ्ने उहाँ चाहिँ गैर कानुनी हुनुहुन्छ अहिले होइन। सबै कुरा गरिसकेर भुक्तानी दिने बेलामा क्लिक गर्ने बेलामा चाहिँ हे भनेर भन्नु भनेको चाहिँ उहाँ गैर कानुनी हुनुहुन्छ, अख्तियार उहाँलाई लाग्छ। जनप्रतिनिधिहरूले तपाईँको असहयोग गरेर तपाईँलाई विरोध गरेकै छ, हमेसा हामी देखेकै छौँ। कर्मचारीहरूबाट तपाईँलाई कतिको सहयोग असहयोग के भयो? कर्मचारीहरूलाई त मैले त्यस्तो दोष दिइनँ, त्यस्तो ठाउँ छैन होइन। उहाँहरूले गरिराख्नु भएको छ, तर उहाँहरू चेपारोमा पर्नु भएको छ क्या। अब मैले यताबाट गर भनेर भन्छु, उहाँहरूले उताबाट खबरदार भन्नुहुन्छ, अनि कर्मचारी बिचरा डराउनुहुन्छ। हामी यस्तो हुँदैन नि त, हामी चाहिँ जिउ छाडेको मान्छे हुन्छौँ होइन। राजनीतिमा आउने मान्छेले जिउ छाडेकै हुन्छ जसले पनि है। हुन्छ भइहाल्छ।